नमस्कार। आज हामी नेपालको इतिहासको एउटा अत्यन्तै दुःखद र भनौँ न रहस्यमय अध्याय पल्टाउँदैछौँ। 2058 साल जेठ 19 गते नारायणहिटी राजदरबारभित्र भएको त्यो वंशविनाशकारी घटना। हजुर, साँच्चीकै एउटा कालो दिन हो। हामीसँग केही स्रोतहरू छन्, जस्तै कि त्यो बेला बनेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन अनि प्रत्यक्षदर्शी खास गरी पारस शाहको बयान, विभिन्न समाचार, लेखहरू, वृत्तचित्रहरू। यिनकै आधारमा रहेर घटना कसरी भयो, कसले गर्यो होला भन्ने विभिन्न पाटाहरूलाई अलि गहिरिएर हेर्ने कोसिस गर्नेछौँ आज। निश्चय पनि यो घटना यति जटिल छ कि जति कोट्यायो उति प्रश्नहरू थपिँदै जान्छन् जस्तो लाग्छ मलाई त। सुरु गरौँ छानबिन समितिको प्रतिवेदन र प्रत्यक्षदर्शीको बयानले के भन्छ, होइन त? त्यहीबाट सुरु गरौँ। आधिकारिक विवरण के हो त? जेठ 19 गते साँझ त्रिभुवन सदनमा एउटा नियमित पारिवारिक जमघट थियो रे। साँझको करिब 7:30 बजेतिर युवराज दिपेन्द्र आइपुग्नुभयो। उहाँले विस्की लिनुभएको थियो अनि त्यसपछि केही समयपछि गाँजा र अलिकति त्यो कालो पदार्थ भनिन्छ त्यो मिसाइएको चुरोट पनि सेवन गर्नुभयो भन्ने रिपोर्टमा छ। अनि त्यसपछि त्यसको केही बेरमै करिब 8:30 बजेतिर होला उहाँ अलि लडखडाउन थाल्नुभयो अनि ढल्नुभएछ। त्यहाँ भएका पारस शाह, निराजन शाह, गोरख शमशेर, राजीव शाही लगायतले उहाँलाई उठाएर उहाँकै खोपी माने कोठामा लगेको देखिन्छ। त्यहाँसम्म त ठिकै थियो, तर त्यसपछि अवस्था बदलियो, होइन? देवयानी राणासँगको फोन सम्पर्कको कुरा पनि आउँछ नि? हजुर, त्यो महत्त्वपूर्ण छ। दिपेन्द्रले त्यो रात देवयानीसँग 3 पटक कुरा गर्नुभएको देखिन्छ। 8:12 मा, फेरि 8:19 मा देवयानीले गर्नुभएको र अन्तिममा 8:39 मा। देवयानीले बयानमा उहाँको आवाज अलि लरबरिएको, अस्वाभाविक लागेकोले एडीसीलाई खबर पनि गरेको बताउनु भएको छ। अनि त्यसको लगत्तै त्यो डरलाग्दो घटना सुरु भयो। हो, करिब 9 बजेतिर दिपेन्द्र फेरि बाहिर निस्किनुभयो, तर यसपालि उहाँको रूप अर्कै थियो। सैनिक कम्बाट पोसाकमा अनि हातमा अत्याधुनिक हतियारहरू, MP5K सबमसिन गन, M16 राइफल, पिस्तोल, 12 बोर बन्दुक, यस्ता हतियार बोकेर उहाँ सिधै बिलियर्ड कोठातिर लाग्नुभयो। अनि सिधै गोली चलाउन थाल्नुभयो। सुरुमा त छततिर र भित्तातिर 1-2 फायर गर्नुभयो रे, अनि 81 राजा वीरेन्द्रमाथि गोली हान्नुभयो। त्यसपछि उहाँ एकछिन बाहिर निस्किनुभयो, फेरि भित्र पस्नुभयो, अनि फेरि राजा वीरेन्द्र, धीरेन्द्र शाह, कुमार खड्गविक्रम, कुमार गोरख शमशेर उहाँहरूमाथि गोली चलाउन थाल्नुभयो। पारस शाहको बयानमा एउटा कुरा छ नि, धीरेन्द्र शाहले केही भन्नुभएको थियो रे? पारसले भन्नुभए अनुसार धीरेन्द्रले बाबा इनफ ड्यामेज गरिसक्नुभयो भनेर रोक्न खोज्दा दिपेन्द्रले उहाँलाई पनि गोली हान्नुभयो। अनि एउटा हतियार फालेर अर्को लिनुभयो रे? हो, MP5K फालेर M16 राइफल लिनुभयो अनि फेरि राजा वीरेन्द्रको टाउकोमै गोली हान्नुभयो भन्ने बयानमा छ। त्यसपछि त अरूलाई पनि निशाना बनाइयो? हजुर, त्यसपछि त लगभग त्यहाँ उपस्थित सबै महिलाहरू, रानी ऐश्वर्या बाहेकै, शारदा शाह, शान्ति सिंह, श्रुति राज्यलक्ष्मी, जयन्ती शाह, कोमल शाह लगायतलाई गोली हान्यो। कोमल शाह घाइते हुनुभयो तर बाँच्न सफल हुनुभयो। तर पारस शाह र उहाँको पछाडि रहेका केहीलाई चाहिँ केही गर्नु भएन रे? पारसको बयान अनुसार उहाँहरूले के गरिबक्स्या हजुर, हामी मात्र छौँ, गइबक्स्योस् भनेर बिन्ती गरेपछि दिपेन्द्र केही नगरी बाहिर बगैँचातिर लाग्नुभयो। अनि बाहिर के भयो त? रानी ऐश्वर्या र निराजनको शव त बाहिर भेटिएको थियो नि? हो, बगैँचामा निराजन शाहको शव भेटियो अनि खोपीतिर जाने जुन भर्याङ छ त्यहाँ रानी ऐश्वर्याको विभत्स शव भेटियो। तर उहाँहरूलाई कसले कहिले गोली हान्यो भन्ने चाहिँ प्रत्यक्षदर्शी कोही नभएको प्रतिवेदनमा उल्लेख छ। अनि दिपेन्द्रको अन्त्य कसरी भयो त? प्रतिवेदनले भन्छ दिपेन्द्र बगैँचाको एउटा सानो पुल नजिक आफैलाई गोली हानेको अवस्थामा भेटिनुभयो। तर यहाँ पनि उहाँले आफैलाई गोली हानेको चाहिँ कसैले देखेको थिएन, त्यो अवस्थामा भेटिनु भएको मात्रै हो। समग्रमा त ठूलो क्षति भयो। हजुर, घटनामा 10 जनाको दुःखद मृत्यु भयो अनि 4 जना कोमल शाह, शोभा शाही, गोरख शमशेर र केतकी चेस्टर घाइते हुनुभयो। यो भयो छानबिन समिति र प्रत्यक्षदर्शीको बयानमा आधारित आधिकारिक कथा। तर
यो कथामाथि त अनगिन्ती प्रश्नहरू छन् हैन, शङ्काहरू धेरै छन् नि। एकदमै धेरै। यसलाई कतिपय अन्तर्राष्ट्रिय मिडिया वृत्तचित्रहरूले त द बिग लाइ वा ठूलो झुट नै भनेका छन्। उनीहरूको आरोप के छ भने दिपेन्द्रलाई एकोहोरो दोषी देखाएर वास्तविक सत्य लुकाउन खोजियो, बारम्बार एउटै कुरा दोहोर्याएर त्यसैलाई स्थापित गर्न खोजियो भन्ने छ। सबैभन्दा ठूलो शङ्का त त्यो समयको तालमेलमै देखिन्छ नि, होइन र? हो, त्यो एकदमै बलियो प्रश्न हो। गोलीकाण्ड राति 9 बजे सुरु भयो भनिएको छ हैन, तर राजा वीरेन्द्र, रानी ऐश्वर्य र युवराज निराजनलाई 9:15 नै छाउनीस्थित सैनिक अस्पतालमा मृत घोषणा गरिएको थियो। 15 मिनेटमै? त्यो कसरी सम्भव भयो? हो नि, घटनास्थलबाट अस्पताल पुग्न लाग्ने समय, डाक्टरले जाँच गरेर मृत घोषणा गर्न लाग्ने समय, यी सबै जोड्दा 15 मिनेट त खै असम्भव जस्तै देखिन्छ। अनि त्यो दिपेन्द्रले नशा सेवन गरेको कुरा नि त्यसमा पनि त वैज्ञानिक प्रमाणले अर्कै देखायो भन्ने छ नि। प्रहरीको केन्द्रीय वैज्ञानिक प्रयोगशालाले दिपेन्द्रले सेवन गरेको भनिएको चुरोटको ठुटो परीक्षण गर्दा निकोटिन बाहेक अरू कुनै ड्रग्स, त्यो भनिएको कालो पदार्थ वा गाँजा केही पनि भेटिएन भनेर रिपोर्ट दियो। अझ दिपेन्द्रलाई घाइते अवस्थामा उपचार गर्ने डाक्टर खगेन्द्र बहादुर श्रेष्ठले पनि पछि मिडियामा भन्नुभएको थियो कि उहाँको मस्तिष्क परीक्षण गर्दा अल्कोहलको कुनै अंश भेटिएको थिएन। अनि अर्को ठूलो कुरा, मृतकहरूको पोस्टमार्टमै गरिएन। हो, त्यो सबैभन्दा ठूलो कमजोरी मानिन्छ छानबिनको। माथिको आदेश भन्दै पोस्टमार्टम गरिएन। यसले गर्दा मृत्युको कारण, गोली कसरी लाग्यो जस्ता धेरै महत्त्वपूर्ण तथ्यहरू सधैँका लागि हराए। हतियार र गोलीको स्थितिको कुरा पनि त छ नि, त्यो पनि कम रहस्यमय छैन। त्यो पनि छ। जस्तो कि दिपेन्द्र दायाँ हाते हुनुहुन्थ्यो हैन, तर उहाँलाई लागेको गोली चाहिँ बायाँ कानको पछाडिबाट प्रवेश गरेको पाइयो। दाहिना हाते मान्छेले आफैलाई बायाँ कान पछाडि, त्यो त अलि असहज भएन र? हो नि, आत्महत्या गर्दा सामान्यतया त्यस्तो अप्ठ्यारो कोणबाट गोली हान्दैनन् भन्ने तर्क छ। अनि उहाँले आफूलाई हानेको भनिएको पिस्तोल र त्यसको खोका त अलि पर पोखरीमा भेटियो र नि? हजुर, आफैलाई गोली हानेपछि हतियार उछिट्टिएर त्यति पर पानीमा पुग्नु पनि अलि अस्वाभाविक देखिन्छ भन्नेहरूको तर्क छ। छानबिन समितिले प्रमाण सङ्कलन गर्दा पनि केही लापरवाही भयो कि भन्ने कुरा उठेको थियो। समितिले घटनास्थलबाट बरामद भएको बन्दुक बिना पन्जा समातेर निरीक्षण गरिरहेको फोटो सार्वजनिक भयो। त्यसले गर्दा फिङ्गरप्रिन्ट जस्तो महत्त्वपूर्ण प्रमाण नष्ट भयो कि भन्ने आशंका गरियो। अनि प्रत्यक्षदर्शीका बयानहरू पनि बाजिएका छन् भन्ने सुनिन्छ नि। अरू खालका दावीहरू पनि छन्। जस्तो कृष्ण अविरलको रक्तकुण्ड भन्ने पुस्तकमा दरबारकी एक कर्मचारी शान्ता भन्नेले घटनास्थलमा दिपेन्द्र जस्तै देखिने 2 जना मान्छे देखेको दावी गर्नुभएको छ। 2 जना दिपेन्द्र? हजुर, त्यस्तो दावी छ। अनि अर्का एकजना पूर्व सैनिक लालबहादुर मगर भन्नेले त झन् पहिलो गोली दिपेन्द्रलाई नै हानिएको र दिपेन्द्रको मास्क लगाएका अरू व्यक्तिहरूले त्यो हत्याकाण्ड मच्चाएको दावी गरेका थिए। पछि उनलाई अर्कै मुद्दामा फसाइयो भन्ने पनि छ। बापरे, यति धेरै विरोधाभास र प्रश्नहरू भएपछि त मान्छेले अरू सम्भावनाहरू खोज्नु स्वाभाविकै भयो नि, हैन? हो, त्यही भएर घटनाबाट कसलाई सबैभन्दा बढी फाइदा पुग्यो त भन्ने कोणबाट पनि विश्लेषण हुने गर्छ। हो, त्यहाँनिर ज्ञानेन्द्र र पारस शाहको नाम जोडिएर आउँछ बारम्बार। हजुर, किनभने घटनामा राजा वीरेन्द्रको सिङ्गो वंश नै सखा भयो, तर ज्ञानेन्द्रको परिवार उहाँ पोखरामा हुनुहुन्थ्यो। पारस घटनास्थलमै थिए तर सकुशल रहे। हिमानी पनि सकुशल। रानी कोमल घाइते हुनुभयो तर बाँच्नुभयो। उहाँको परिवार मूलतः सुरक्षित रह्यो। अनि घटनापछि राजगद्दी पनि त ज्ञानेन्द्रमै आयो, पारस युवराज बने। ठ्याक्कै। यसलाई मोटिभ वा उद्देश्यको कोणबाट हेरिन्छ। सबैभन्दा बढी राजनैतिक लाभ उहाँहरूलाई नै पुग्यो। तत्कालीन माओवादी नेता प्रचण्डले त वक्तव्य नै निकालेर ज्ञानेन्द्र र पारसको भूमिकामाथि शङ्का गर्दै छानबिन समिति र त्यसको प्रतिवेदन नै षड्यन्त्रपूर्ण भएको आरोप लगाउनु भएको थियो। पछि ज्ञानेन्द्र राजा भएपछि त्यो घटना भएको त्रिभुवन सदन नै भत्काइयो नि। हो, त्यसलाई पनि कतिपयले प्रमाण नष्ट गर्ने प्रयासको रूपमा हेर्छन्। गुगल अर्थको पुरानो स्याटेलाइट तस्बिर हेर्दा त्यो भवन देखिन्छ, पछि बनेको नयाँ संरचना पनि देखिन्छ। विदेशी शक्तिको हात हुन सक्ने कुरा पनि त उठ्छ नि कहिलेकाहीँ। त्यो कोण पनि छ, खास गरी CIA वा RAWको संलग्नताको कुरा। एउटा दावी के छ भने अमेरिकी गुप्तचर निकाय CIA ले घटनाभन्दा केही महिना अगाडि
ज्ञानेन्द्रको निजी निवास निर्मल निवास परिसरमा एउटा कार्यालय खोलेको थियो रे अनि त्यहाँ अमेरिकी सुरक्षाकर्मीहरूको अलि बाक्लो आवत जावत देखिन्थ्यो भन्ने वेन म्याटसन भन्ने एकजनाले मन्थली रिभ्यूमा लेखेका थिए। अनि अमेरिकी सेनाको उपस्थितिको कुरा पनि थियो होइन? थियो। अमेरिकी विशेष फौजको एउटा सानो टुकडी घटनाको ठिक अघिल्लो दिन नेपाल आएको र घटनाको भोलिपल्टै फर्किएको भन्ने छ। उनीहरू भक्तपुर अस्पतालको भवन उद्घाटन कार्यक्रममा आएका थिए भनिएको थियो, तर त्यो टाइमिङलाई पनि कतिपयले शङ्काको नजरले हेर्छन्। यति धेरै प्रश्न, यति धेरै शङ्का, यति धेरै सिद्धान्तहरू, तर ठोस जवाफ कतै छैन। छैन। घटना भएको अब त 24 वर्ष बितिसक्यो, तर सत्य के हो त्यो अझै स्थापित हुन सकेको छैन। बेला बेलामा स्वतन्त्र र निष्पक्ष छानबिनको माग उठिरहन्छ। हालसालै पनि राष्ट्रिय सभामा फेरि यो विषय उठेको थियो होइन? पुनः छानबिन गर्नुपर्छ, पूर्व राजा ज्ञानेन्द्रलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्ने माग उठेको थियो। हो, त्यो माग उठिरहन्छ किनभने आधिकारिक कथामाथि यति धेरै प्रश्न छन्, वैज्ञानिक प्रमाणहरूले त्यसलाई साथ दिँदैनन्, प्रत्यक्षदर्शीका बयान बाजिएका छन् अनि वैकल्पिक सिद्धान्तहरू पनि उत्तिकै चर्चामा छन्। यी सबै कुराले गर्दा दरबार हत्याकाण्ड नेपालको इतिहासमा एउटा नसुल्झिएको अत्यन्तै गहिरो रहस्य बनेर बसेको छ। हो, ठोस प्रमाणको अभावमा अनि यी आवत अनुत्तरित प्रश्नहरूका बीचमा यो घटना साँच्चीकै एउटा पहेली बनेको छ। के यो रहस्यमाथिको पर्दा कहिल्यै उग्रिएला? यो प्रश्न सायद लामो समयसम्म नेपाली समाज र इतिहासले बोकिरहनेछ।